सावित्रा भण्डारी साम्बाले जनतासँग पैसा मागिरहनु परेको छ साथीहरू। नेपाली फुटबलमा यो भन्दा लाजमर्दो कुरा अरू के नै हुन सक्छ र। घुँडाको एसिएल चोटसँग लडिरहेकी साम्बाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उपचारको लागि खर्च माग्दै पोस्ट नै गरेकी छिन्। देशको गहना, देशको चिनारी, देशको युवा ऊर्जालाई यसरी माग्न बाध्य बनाउने अरू कोही नभएर एन्फा र नेपाल सरकार रहेको छ साथीहरू। उनको यसअघि गरिएको एसिएलको सर्जरीमा राखिएको ग्राफ्ट र एसिएल दुवैमा यसपालि गम्भीर चोट लागेको छ। पछिल्लो पटक एन्फाले उपचारका लागि सबै व्यवस्था र सहयोग गरेको थियो, तर यसपटक भने बाचा गरेको सहयोग पनि एन्फाले दिएको छैन। एन्फा अध्यक्षले नै यसपालि प्रशासनिक सहयोग गर्न नसक्ने जानकारी दिएका रहेछन्। न्युजिल्यान्डकै लोकल अस्पतालमा नै उपचार गराउन क्लब तयार भएको, तर चोट सिरियस भएका कारण कतारको उच्च स्तरको हस्पिटलमा उपचार गराउने तयारी गरेकी सावित्रालाई $80,000 खर्च लाग्ने भएको रहेछ। तर एन्फाले 5 लाख मात्रै दिने र अन्य प्रक्रिया साम्बा आफैले गर्नुपर्ने खबर दिएको छ। नेपाल सरकारसँग पनि उनले गुहार माग्दा त्यहाँबाट पनि अपेक्षा अनुसारको प्रक्रिया अगाडि बढेन र अन्त्यमा उनले सामाजिक सञ्जालमा आफ्नो ब्याङ्कको QR कोड नै राखेकी छिन्। विदेशी समर्थकहरूको लागि लिङ्क मार्फत सहयोग गर्न अनुरोध पनि गरेकी छिन्। चोटले उनलाई मानसिक र शारीरिक रूपमा थकाए पनि उनले हार नमानेको र पुनः एकपटक नेपालको जर्सीमा मैदान उत्रिने बाचा पनि गरेकी छिन्। यस विषयमा तपाईहरूको टीका टिप्पणी के रहेको छ त साथीहरू? प्लिज कमेन्ट गर्नुहोला।